हाई नमस्ते सबैजनामा सबैजना सन्चै आरामै हुनुहुन्छ होला र म पनि एकदम सन्चै छु। म चाहिँ अझै पहाडतिरै छु अनि यसो डाउनी लान्नु पर्यो भनेर उकालो लाँदैछौँ, लैदिँदैछन् एकदम सहयोगी भाइ गाउँका। पछाडि नि आउँदैछन् केटाहरू। खै ल जाऊँ गाइस, हामी चाहिँ उकालो एकदम चढियो, तिनीहरू त्यहाँ पुगिसके। म यहाँ हरिफ थाकेको छु, कुकुर पनि छ साथमा। किम्मु त किम्मु रे के अरे ऐसल त खत्रै हो नि गाउँमा। यस्तो भ्यू इन्जोय गर्दै आछौँ। फाइनल्ली हामी आइसक्यो। यस्तो सम्म हैछ अनि सिडी चाहिँ यता खतरा आइछ के। सिडी हान्छु, मैले सक्छु कि नि हान्न? सक्नु होला हो र। एउटा बाइक झार्न लागिसकेको छ। ऊ त्यहाँ चाहिँ साइकललाई ध्वस्तै पार्न खोजिरहेका छन्। यस्तो छ मौसम, एकदम छुट्टै रमाइलो छ कि गाउँमा। यस्तो मन्दिरहरू पनि हैछ। सो भ्यू चाहिँ यस्तो रहेको छ हाम्रो। आम्मामा स्वर्ग हो नि त फेरि। ल म चाहिँ तल जाँदैछु उता। सिधै त के जानु त खै, यस्तो छैन लु। अलि तल होइन, हल्का इन्टरटेनमेन्टका साथ। यस यु क्यान। सो यसरी झार्नु पर्यो नि त। यसरी झार्नु भन्दाखेरि गाउँमा आएको मजै भएन नि त। ओए खतरा नि त्यो घाट्दाखेरि। अगाडि फेरि के हो यस्तो बाटो त सक्छ त कसैले। फेरि के गर्ने उता। यस यहाँ चाहिँ अब तल जानुपर्छ। एङ्गल चाहिँ के कस्तो छ, इन्जोय है त गाइजहरू। यस्तो छ बाटो चाहिँ। यहाँ चाहिँ यस्तो सिडी हैछ कि। अब सिडी हान्छु म। अब सिडी झार्छु। होइन अलिअलि हजुर। नाम त नभनौँ, पछि थाहा हुन्छ। त्यस्तो भनेर सब्सक्राइबर बढाउने होइन के। ल गर है। सो गाइज म चाहिँ तल जान थालेको। भाइ चाहिँ लडेका छन्, खतरा मजा आइरहेको छ गाइस। यो अझै यति छ। गाइस हातसाथ यस्तो पुरै काटेको छ, भाइहरू छन्। खुट्टानी काट्यो अलिअलि, यस्तो छ। तपाईँलाई हो त्यहाँ माथि देखाएको। अब तलतिर गइन्छ, हेरौँ अब के हुन्छ। बिस्तारै नै बिस्तारै जान थालेको। यो डाउनी छ होइन, एकदम मजाको बाटो छ। डर पनि लागेको हो। खतरा हो नि। धेरै स्पिडमा नजाउँ होइन। यता जानुपर्छ, त्यहाँदेखि तल बाटो। यहाँदेखि तल हाल्ने हो। ए होइन कहाँ यहाँदेखि हुनु, बाटो बिर्स्यो उतादेखि। अहिले तिनी भाइहरूले सुन्नुपर्छ फेरि। बाटो आएपछि भन्छु। हामी चाहिँ अब यो बाटो हैछ जाने, उताको जान थालेको। म चाहिँ यो बाटो तल जानुहुन्छ अरे, अनि तलदेखि उतै जानुपर्छ। ल जाऊँ। होइन बिस्तारै हामीसित ल हामीसँग उनीहरू चाहिँ बिस्तारै जाने भनिरहेछन्। यो चाहिँ धुसी हो कि पुरै हरिफ ट्रिप लिन्छ होइन। लास्टै डर लाग्छ यो सिटतिर।
किन हट्छन् कुनै हट्दा भन रिक्स लिने र वान मिस गेम फिनिस हो नि फेरि यहाँ त तल पैसी भइयो यहाँ फेरि यस्तो गोबरहरू सिसा खाले छन् कता टारमा पर्छ जस्तो लाग्छ ओहो 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 ए यहाँ त खतरा छ नि त ओहो भ्यू हेरौँ न गाइज ऊ त्यो त्यहाँ गतेर हो स्कुल गतेर स्कुल मेरो घर पनि देखिन्छ यहाँदेखि देखिन्छ देखि ऊ त बाटो झिमिँदैछ नि त्यहाँबाट उकाल लासी त्यही हो ती ऊ यता पर्छ मेरो घर चाहिँ अनि यो कति उति देखेँ ल आमा भ्यू चाहिँ कहिले छोडेर जाने मनै नलाग्ने टाइपको है अब सिधै हो आउँ ल जाऊँ हामी चाहिँ सिधै जानु थालेको यहाँदेखि अलिक जानुपर्छ बाटो यहाँ त यस्तो खतरनाक रहेछ नि बहुत बिस्तारै जानुपर्छ यहाँदेखि चाहिँ बिस्तारै बिस्तारै ल यस्तो बाटोमा चलाउनु बाइकलाई छोडेर हिँड यतिको चाहिँ हुनु पऱ्यो होइन यहाँदेखि तल जानुपर्छ आमा खतरा होइन नि त बाटो त फेरि यो इन्जोय त गाइजहरू एकदम डर लागिरहेछ कता हट्दा यतै हट्दा भन बाटै बाट जाऊँ एङ्गल मिलेको छ होला आमा भ्यू त खतरा खाल्यो अब हामी ऊ त्यो ट्याङ्कीसिम जान्छौँ अनि यता गाउँ भइहाल्यो हावा पनि खत्रै चल्यो नि त फेरि यहाँदेखि तल जान्छु म तल गएर त्यो भाइहरूलाई पनि कुर्छु बिस्तारै जानुपर्छ रियाक्सन फेरि खतरा आउँछ क्या अङ्कल हजुर साइकलको हजुर के गर्नुहुन्छ साइकल गर्नुहुन्छ यस्तो गरेर जानुपर्छ यो यस्तो गरेर जाऊँ न यति भइसक्यो के चाहियो आमा अझै यस्तो भ्लगहरू आउँछ बुटोलतिर जानु पनि बेला आइसक्यो खतरा हेरिरहँ जस्तो मौसम क्या यता मन्दिर यस्तो जङ्गल यहाँबाट फेरि उल्ट्यो अन्तखेरि लाइफ ड्यामेज हो ऊ त्यहाँ आइसकेका छन् भाइहरू अब कति जाने हो बुवाको रियाक्सन लिनौँ न हजुर बन्न पर्यो नि हिँड्छु त्यो त हिँड्ने भनेर त आएको र तपाईँलाई खिचेको छु केही भन्नु रोक्नु है केही भन्न चाहनुहुन्छ नाम के भन्ने केही भन्नु के भन्ने अन्त दाउले दुनियाँले हेर्छन् तपाईँलाई ल भन्नु केही भन्नु संसारले हेर्छन् कलेजको संसारले हेर्छ ए दुनियाँ जान्छ फेसबुक युट्युब सब ठाउँ जान्छ हो र यस्तो बनाएको छौ जस्तो बनाएको छु ल केही भन्नु छोडिदिन्छौ हजुर छोडिदिन्छौ कहाँ होइन फेसबुक छोडिदिन्छ छोडिदिन्छु ए भाइ मलाई एउटा जात्रै नेताले झाटेर रह्यो हेर भाइ मेरो टोइलेटको आवश्यक छ भाइ ल यो छोडिदियो त कति छोड्न सक्ने छ ल बुवालाई चाहिँ टोइलेटको आवश्यक छ अरे आवश्यक छ बहुत आवश्यक छ बहुत आवश्यक छ म त सर्वदान जग्गा दिशा गरेको छु ए त्यस्तो ल यो छोडिदियो त ल घर कता हो तपाईँको यहाँ त त्यहाँ आउँछ ऊ त्यही हो यसो भन् बुक्ने दमाई भनेर भन्दै ए हजुरको नाम पनि भन्नु पर्यो बुक्ने दमाई हो बुक्ने दमाई ए उहाँ चाहिँ यस्तो हुनुहुन्छ घाँस काट्न हिँड्नु भएको होइन दाउले जान्छ ए के भैँसी बाख्रा पाल्न हो हालेको छैन केही पनि नै घरमा को कुन छन् त घरमा को हुने पाँचजना छन् ए ल त कान्छ लौ त छोडिदियो त कति छोडिदिनु हजुर हस् कति बुवालाई चाहिँ टोइलेटको आवश्यक छ अरे टोइलेटको मलाई एकदम आवश्यक छ ल छोडिदियो त कान्छ बुवालाई चाहिँ टोइलेट चाहियो अरे गाइजहरू ल बाई सो गाइज अब चाहिँ हिँडेको
एङ्गल मिलेको होला पुरै डाउनहिल अब चाहिँ त्यहाँ चाहिँ चिनेको आमाहरू हुनुहुन्छ बाट छोडा बाटो फेरि खतरा गियर पनि चेन्ज गर्दै लगभग घर आइरहँदा अब चाहिँ म अब भ्लग पनि भइसक्यो कति लामो भयो होला थाहा छैन टाढा गाडी आएपछि हुन्छ नि पुरा फेरि मलाई मात्र हो कि सबलाई डर लाग्छ कुकुरदेखि यस्तो नगरेर कि यिनीहरूले त हरिब डर लाग्छ नि त फेरि भन्न नि भन्छ नि भुक्ने कुकुरले टोक्दैन टोक्ने कुकुरले भुक्दैन खडा खान्छ फेरि बाटो रिक्स फेरि टार पनि गइसक्यो गाइस मेरो घर चाहिँ आइसक्यो यही हो मेरो घर ल थ्याङ्क्स फर वाचिङ आमा आमा डराउनु भयो स्वामै लिएर आउनु पर्ने यही हो मेरो घर ल बाई त गाइस